ल ए दादा आइ कस्तो लाग्यो दादा यहाँको सिरी अन्त घुमेर आउँदा तपाईँलाई फिल कस्तो भयो? एकदम राम्रो लाग्यो। अलिक आज हुस्से लागेर अलिक टाढा चाहिँ देख्नु पाइएन, तर यो ठाउँ यो वातावरण अनि यो जङ्गल चाहिँ साह्रै राम्रो। अनि यहाँको भने अब सबै आउनु भनेर साथीहरूलाई पनि म भन्छु। यहाँको व्यवस्थापन समितिले गर्नुभएका राम्रो कामहरू सरसफाइदेखि लगाएर स्टेडियमहरू कस्तो बनाउनु भएको रहेछ त दादा? कस्तो लाग्यो तपाईँलाई? सफा छ, टोयलेटहरू पनि व्यवस्थापन व्यवस्था रहेछ। अनि यो तपाईँ आउँदै गरेको हिँड्दै गरेको बाटो सिरन्तो जाने बाटो कस्तो लाग्यो तपाईँलाई व्यवस्थापन गरेको? यो पनि राम्रो हो, तर एउटा नेचुरल बाटो भए झन् राम्रो हुन्थ्यो। हजुर, किनभने यस्तो ठाउँमा हिँड्नु चाहिँ अलिक आनन्द महसुस हुन्छ। ठिकै छ अरू। अनि यहाँको यो नेचुरल वातावरण, हावापानी, अनि यो सल्लाहको बोटहरू आफै यो उम्रिएको जस्तो लाग्छ कि यसलाई व्यवस्थापन समितिले उहाँहरूले रोपेर यसलाई सदुपयोग गरेर राख्नु भएको जस्तो लाग्छ कि कस्तो लाग्छ दादा तपाईँलाई? यो त पक्कै पनि समितिले रोपेको र यस्तो बनाएको नि, यो आफै त नेचुरल यसरी आउँदैन नि त आउँछ। धेरै राम्रो लाग्यो। आज चाहिँ हामी सिरन्तो डाँडासम्मको यात्रा शुभ यात्रा रहेको छ। तपाईँहरू पनि नेपालको पर्यटकीय स्थल सिरन्तो आएर घुमिदिनु हुन हार्दिक अनुरोध निमन्त्रणा गर्दैछु। हामी चाहिँ आज दाजुभाइ चाहिँ पानी परे पनि यहाँ हुसे लागे पनि बिना बाधाहरू रोक्दै छेक्दै बाटोमा अल्झिँदै भयो भने हामी चाहिँ यहाँको यात्रा चाहिँ आज सफल गरेको छौँ। हामी अहिले भर्खरै चाहिँ सिरन्तोबाट घुमिसकेर त्यहाँको पार्कहरू हेरेर सिरन्तोको भ्यू टावर हेरेर हामी चाहिँ लगातार घरतिर फर्किने अवस्थामा छौँ। यहाँ चाहिँ मेरो दादा हिँडिराख्नु भएको छ बाटोमा। अनि यता चाहिँ हरियो बल नेपालको धनहरू छन्, वृक्षारोपण गर्नुभएको छ। यहाँको समितिहरू व्यवस्थापन, खानेपानी, नालाहरूको व्यवस्थापन गरिराख्नु भएको रहेछ। धेरै राम्रो छ। आजलाई यति भन्दै गाइज बाई बाई।